नमस्कार, सबैजना सन्चै हुनुहुन्छ? अब त दसैँको माहौल सबैतिर छ। बजार रमाइलो छ, घर घरमा सफाई, मिठाई, नयाँ कपडा सबै तयारीमा छ। अनि भोलि त टिकाको दिन नै भइहाल्यो। र त्यही क्रममा आज म सोच्दैछु कि अब दसैँ भनेको के हो, किन मनाउँछौँ र दसैँको सबै इभेन्ट्स जस्तै कि घटस्थापनादेखि लिएर टिकासम्मको बारेमा अलिकति मलाई जे जानकारी छ त्यसको बारेमा सेयर गरौँ भनेर। दसैँ त सुरु हुन्छ घटस्थापनाबाट। घटस्थापनाको दिनमा जमरा राखिन्छ, त्यसपछि 9 दिनसम्म देवी दुर्गाको आराधना गरिन्छ। जमरा त अब टिकाको दिनको एउटा मेन पार्ट नै भइहाल्यो। मेरो घरमा पनि बाबाले जमरा राख्नुहुन्छ। अब दिनदिनै दियो बाल्ने अनि पूजा गर्ने पनि कल्चर छ। अब यो जमराको रमाइलो त दसैँको फ्रेस स्टार्ट जस्तो लाग्छ। र दोस्रो छ सप्तमीको दिन। सप्तमीको दिन त देवीको पूजामा एक स्पेशल दिन नै मानिन्छ। मान्छेहरू घर घरमा देवी दुर्गालाई सम्झेर पूजा गर्छन्। अब यो दिनबाट दसैँको भाइब अझै नै धेरै स्ट्रङ फिल हुन्छ। अब त बजारमा धेरै रमाइलो हुन्छ, सबै ठाउँमा रमाइलो हुन्छ। फुलपातीको दिन त एकदमै स्पेशल छ। गोर्खाबाट फुलपाती काठमाडौँसम्म ल्याइने परम्परा छ। आर्मीले झाँकी सहितको यात्रा अथवा धर्म वा संस्कृति अनुसार बोकेर हनुमान ढोकासम्म ल्याइदिन्छ। अब यो त एकदमै हिस्टोरिकल र कल्चरल पार्ट हो दसैँको। अब टिभीमा लाइभ देखेर पनि धेरै नै रमाइलो हुन्छ। गाउँघरमा त आफ्नो चलन अनुसार रमाइलो हुन्छ, घरमा देवीको स्थापना गरिन्छ। अर्को दिन हो महाअष्टमी। अब यो दिन देवी दुर्गालाई सबैभन्दा ठुलो शक्तिको रूपमा पूजा गरिन्छ। चलन अनुसार कसैको घरमा बलि चढाउँछ भने बलि नचढाउने घरमा कुविन्डो काटेर अथवा अरू केही आफ्नै चलन अनुसार पूजा गर्ने चलन छ। यो दिन त देवी भवानीको शक्तिलाई सम्मान गरिन्छ र घर घरमा पूजा आराधना हुन्छ। नवमीको दिन पनि एकदमै महत्त्वपूर्ण छ। देवीको विशेष पूजा गरिन्छ। घर घरमा हतियार, गाडी, मसिनरी सामानको पूजा गरिन्छ। अब यो दिन त प्रोटेक्सन अर्थात् सबैको रक्षाको दिन जस्तै लाग्छ। त्यसपछि छ दसैँको मेन हाइलाइट विजया दशमी, टिकाको दिन। देवी दुर्गाले महिषासुरलाई विजय गर्नुभएको दिन नै हो यो। अब यो दिन त घर घरमा आफूभन्दा ठुलोको हातबाट टिका, जमरा, आशीर्वाद लिइन्छ। बाबा आमाले टिका लगाएर भनिदिनुहुन्छ स्वस्थ रहोस्, दीर्घायु रहोस्, सफलता रहोस्। अब यो फिलिङ त एकदमै इमोसनल हुन्छ। टिका लगाउँदा जस्तो परिवारको माया र आशीर्वाद एकैचोटि हाम्रो माथि बस्छ जस्तै फिल हुन्छ। दसैँ त सिर्फ पूजाको कुरा मात्र होइन, यो त युनिटी, परिवारजनको भेटघाट, मेमोरिज, रमाइलो सबै कुरा हो। अब यो सिजनमा त मान्छेहरू जसरी भए पनि, चाहे विदेशिएका होस् वा स्वदेशमै पनि बाहिरै बसोबास गरेका होस्, घर जान सबै ट्राई गर्छन्। पिङ खेल्ने, मिठाई खाने, बजार रमाइलो, आफ्नो आफन्तकोमा जाने सबै दसैँको चार्म नै हो। मेरो त आफ्नै स्मृति छ। बच्चामा दसैँको सपिङ भनेपछि एक्जाम कहिले सकिएला र सपिङको लागि हिँडिहालौँ जस्तो लाग्थ्यो। मिठाई खाँदा त अरू दिनभन्दा अलि स्पेसल नै लाग्थ्यो। अब तपाईँहरूको मेमोरिज कस्तो छ त्यो कमेन्टमा लेखिदिनु होला। सो दसैँ सुरु हुन्छ घटस्थापनादेखि अनि टिकाको दिनसम्म एकदमै रमाइलो, संस्कृति र संस्कारले भरिपूर्ण रहेको हुन्छ। अब यो दसैँ त हाम्रो संस्कृतिको प्राइड पनि हो अनि हाम्रो परिवारको मायाको सम्बन्ध मजबुत पनि बनाउँछ। त्यसैले यो दसैँमा सबैलाई पिस, ह्याप्पिनेस र स्वास्थ्यको कामना गर्छु। अब तपाईँहरू पनि कमेन्टमा सेयर गर्नुहोला तपाईँको घरमा दसैँ कसरी मनाउनुहुन्छ। म र मेरो परिवारको तर्फबाट सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनी र साथीहरूलाई दसैँको धेरै धेरै शुभकामना। जय दुर्गा माता।